छोरो अघि खाना खाने बित्तिकै गएको मलाई थाहा भएन कता गयो भनेर घडी लिनु गएको रहेछ तपाईँ धेरै धेरै धन्यवाद धेरै खुसी लाग्यो सो हेलो नमस्ते सबैजनालाई स्वागत छ मेरो च्यानलमा म चाहिँ मोहन तामाङ सो आजको भिडियो चाहिँ अलिक फरक स्पेसल हुनेछ जस आजको भिडियोमा चाहिँ म मेरो मम्मीलाई सरप्राइज दिन चाहन्छु म चाहिँ के अरे मैले मेरो मम्मीलाई पनि भनेको छैन आज चाहिँ मैले के गर्न लाग्छु भनेर मेरो मम्मीलाई पनि भनेको छैन सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला र आज चाहिँ के सरप्राइज भनेपछि म चाहिँ मेरो मम्मीको लागि चाहिँ के सरप्राइज दिन चाहन्छु भनेपछि जस मैले चाहिँ आज बिहानभरि काम गरेर मैले चाहिँ 500 रुपियाँ कमाएको थिएँ जस बजेट चाहिँ मसँग अहिले 500 मात्रै छ क्यास भनेको त्यति छ बजेट चाहिँ अनि त्यो 500 मा के आउँछ हेर म चाहिँ खास मेरो मम्मीलाई चाहिँ मेरो मम्मीको हात अहिले खाली भएको छ मेरो मम्मीलाई धेरै घडी मनपर्छ कि घडी लाउनलाई घडी लाउन रहर लाग्छ मेरो मम्मीलाई चाहिँ सो त्यही भएर म चाहिँ घडी सोध्न चाहन्छु 500 रुपियाँमा 500 को बजेटमा के आउँछ जस आज चाहिँ म पसलमा गएर बुझ्ने चाहिँ सो भिडियोलाई हेरिदिनु होला र म कुन घडी दिने भने तपाईँहरूलाई त्यहाँ देखाउँछु भिडियो पनि सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला मेरो मम्मीको अब रियाक्सन कस्तो आउँदो रहेछ मैले सरप्राइज दिने बेला त्यो नि हेर्नु होला सो भिडियोलाई चाहिँ अब सुरु गरेर सिधै पसलमा सो मैले चाहिँ मेरो मम्मीको लागि गिफ्ट पनि ल्याइसकेँ किनिसकेँ मैले चाहिँ यो पसलमा चाहिँ मैले जस तपाईँहरूलाई भिडियो देखाउनु पाएन त्यसको लागि माफ गरिदिनु होला त्यहाँ अनुमति छैन रहेछ भिडियो बनाउन चाहिँ सो त्यही भएर माफ गरिदिनु होला भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला मम्मीको रियाक्सन कस्तो आउँछ होला हेरिदिनु होला सबैजनाले सो म चाहिँ किनिसकेको छु सो भेटौँ सिधै अब घरमा पुगेर सो हामी चाहिँ घर जाँदैछौँ अहिले म चाहिँ धेरै खुसी यति एक्साइटेड छु नि मम्मीलाई यो सरप्राइज दिँदा मम्मीको रियाक्सन कस्तो आउँछ होला भनेर सो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला अहिले चाहिँ हामी घर जाँदैछौँ सो म चाहिँ हिँडेर आउँथेँ मेरो चाहिँ अब खुट्टा हिजो लडेर खुट्टा हिँड्न सक्दैन सो त्यही भएर स्कुटर लिएर आएको थिएँ हेर्नु होला मम्मीको रियाक्सन कस्तो आउँछ भिडियोलाई अन्तिमसम्म हेर्नु होला घर पुग्न लागेको छ हामी चाहिँ घर पुग्न लागेको छ फाइनली गाइज हामी चाहिँ रुम आइपुगेको छ मम्मी चाहिँ यहाँ यता काम गर्दै हुनुहुँदो रहेछ देख्न सक्नुहुन्छ मम्मी चाहिँ यहाँ हुनुहुन्छ मम्मी के अरे तपाईँको लागि मैले एउटा सरप्राइज ल्याएको कि आँखा बन्द गर्नु नि तपाईँलाई एउटा सरप्राइज ल्याएको आँखा बन्द गर्नु ल नहेर्नु है ल यहाँ खोल्नु त आँखा के छ होला त्यो बक्सभित्र तपाईँको लागि कति राम्रो घडी तपाईँको यहाँ तपाईँको हात खाली भइसक्यो त्यही भएर मैले ल्याइदिएको घडी खाली भएछ त्यही भएर तपाईँलाई घडी धेरै मनपर्छ नि त त्यही भएर तपाईँको लागि ल्याइदिएको घडी मैले चाहिँ कस्तो राम्रो घडीहरू मैले सोचेको भन्दा धेरै राम्रो ल्याएछ ल धेरै धेरै धन्यवाद धेरै धेरै माया छोरालाई मैले लाउँछु है त गाई घडी त छ बनाउनलाई उस भएन कि घरमा भित्रै छ घडी अनि तर यस्तो राम्रो चाहिँ के होइन कि यो धेरै राम्रो रहेछ मलाई खुसी लाग्यो छोराले मैले नभनिकन नसोचिकन ल्याएछ त नि कस्तो मन पऱ्यो तपाईँलाई घडी पऱ्यो नि कति मन पऱ्यो देखाउनु यसरी घडीहरू ल्याउँछ होला भनेर मदर्स डे होइन के होइन अनि तात्तनु जाँदा यसरी घडी ल्याउँछ भनेर के थाहा त नि कति सहयोग पऱ्यो होला अनुमान गर्नु त तपाईँले कि चोरेर ल्यायो मान्छेसँग लुटेर ल्यायो क्या कति त गर्नु नपर्छ मेरो छोरा सोझ छ यस्तो त गर्दैन कति पऱ्यो होला अनुमान गर्नु त पानी पस्ने खालको कि नपस्ने खालको यहाँ हेर्नु नि घडी टल्किने खालको छ त कति पऱ्यो होला भने एउटा त 12-13 त पऱ्यो होला अन्दाजमा त्यस्तै पऱ्यो होला तर कति पऱ्यो थाहा भएन जस यो घडी चाहिँ मैले मेरै कमाइले लिएको यो चाहिँ मैले बिहानभरि काम गरेर मम्मीको हात खाली दिएर मलाई चाहिँ कस्तो लाग्यो मम्मीलाई धेरै घडी मनपर्छ नि त त्यही भएर मम्मीको लागि भनेर मैले यो घडी ल्याएको थिएँ देख्नु भएर तपाईँले टाइम हेर्ने बानी छैन साथीहरू मलाई यसरी नै हेर्नु पर्थ्यो जहिले नि मेरो घरभित्र म के अरे घडी बिग्रेर राखिरहेको थियो अस्तिबाट मलाई बनाउनलाई टाइम पनि थिएन झन् छोराले ल्याएर चाहिँ एकदम खुसी लाग्यो कति राम्रो घडी राम्रो धेरै राम्रो रहेछ मेरो लागि त बेसरी राम्रो रहेछ घडी हातमा पनि साउने भइजाए कलर पनि फेरि मेरो फेभरेट हो कि यो कलेजी पिङ्क पनि होइन ठिक्क कलेजी हो कि मलाई यस्तै मनपर्छ कलर
मलाई कस्तो कलर मनपर्छ भनेर पनि थाहा भएछ ठ्याक्कै छोरालाई धेरै धेरै धन्यवाद। अनि योभन्दा 4-5-6-7 दिन अगाडि चाहिँ मेरो छोरा गाडी स्कुटरमा लडेर एक्सिडेन्ट भएर उसले भ्लग बनाउन सकिरहेको थिएन। अनि भित्रै बसेर अलिअलि अब मन आत्यो होला नि त, अब यस्तो गर्न सक्दिनँ होला भनेर सोचेको होला। तर ऊ अहिले ठिक भएको छ, अलि राम्रो भएको छ, उसले अब गर्छ। ब्लग आउँछ, हजुरहरूले साथ सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला सबैले। अनि सबैले लाइक सब्सक्राइब गरिदिनु होला है साथीहरू, सब्सक्राइब गरिदिनु होला है। मलाई भन्नै आएन कि बुझिदिनु होला भने। छोरो अघि खाना खाने बित्तिकै गएको, मलाई थाहा भएन कता गयो भनेर। घडी लिनु गएको रहेछ त। धेरै धेरै धन्यवाद, धेरै खुसी लाग्यो। बाई साथीहरू। सो मेरो मम्मीलाई चाहिँ मैले लिएको घडी मन परेको। तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो यो भिडियो कमेन्ट गरिदिनु होला, र घडी कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गरिदिनु होला। जस तपाईँलाई चाहिँ घडी किन्ने ठाउँमा चाहिँ मैले देखाउन पाएँ माफ गरिदिनु होला त्यसको लागि। सो सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। र हामी भेट्नेछौँ फेरि अर्को भिडियो यस्तै भिडियोमा। सो आजको लागि यति नै।